हेलो गाइज, वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई। आज चाहिँ पुष 15 ह्याप्पी लोसार सबैजनालाई। अनि हामी चाहिँ अहिले गुम्बा जान लागेको गाइजहरू। यहाँ रेडी हुँदैछौँ अनि साथीहरू नि आएको छैन अनि रेडी हुँदैछौँ हामी। अनि आज चाहिँ गुम्बा जान लागेको लोसार मनाउन। ह्याप्पी लोसार है सबैजनालाई फेरि पनि। अनि धेरै पछि म आज भिडियोमा आएको छु गाइजहरू। त्यही हो, अब वहीँ गएर भेटौँला के कस्तो हुन्छ। फाइनल्ली हामी चाहिँ अब सबैजना भइसकेको छौँ रेडी। ल गाइज हाई भन्छ नि त। हाई, आज धेरै दिनपछि मेरो यहाँ भिडियो आउँदैछ गाइजहरू। यो सबै तयारी ल, यता सबै लोसार मनाउनको तयारी छ गाइजहरू। यता ल हाई गरिदेऊ त उमङ्ग। उमङ्ग यता हेर न। ओहो, उमङ्गको जुत्ता चाहिँ मरड छ त बाबा। ल हामी चाहिँ फाइनल्ली गुम्बाको वरिपरि साइडमा आइसकेको छौँ। यस्तो माहौल छ, हो भिड हो लोसार मनाउने मान्छेहरू यस्तो भिड छ। अहिलेको कताको कता हुन्छ यो भिडमा। महोत्सव मेला जस्तै छ मान्छेहरू लोसार मनाउने। आमा हेर्नुहोस् त गाइजहरू, कति धेरै मान्छेहरू। हाम्रो ग्याङहरू हेर यहाँ सर्लक्कै छन् गाइजहरू। ए मान्छे टनाटन छ गाइजहरू। मेला कुनै जाँदैछ कुनै आउँदैछ लोसार मनाउने मान्छेहरू। हजुर अहिले किन्ने बेबी भाइ घर फर्किँदा है। ल गाइजहरू हामी चाहिँ फाइनल्ली उपस्थित भइसकेको छौँ गुम्बामा। यस्तो मान्छे छ, यस्तो मान्छे छ, हेर्न सक्नुहुन्छ। कति भिड हो, कता जाने हो यो भिडमा। ए बरै हेर्नुहोस् त, सबै यस्तो छ ल गाइजहरू। यहाँ एकदम बत्ती बाल्न मान्छेहरू भिडभाड छ, पालाउला जस्तो छैन हाम्रो। ल गाइज यहाँ चाहिँ नाचगान भइरहेको छ। नाचगान हेर्ने मान्छेहरू छ। यहाँ चाहिँ यो सबैले मन्दिरमा यस्तो के भन्छ, यो घुमाउनेलाई के भन्छ हौ, मलाई त थाहा छैन हौ। थाहा भएकोले कमेन्ट गरिदिनु होला है गाइजहरू। छ कति भिड हो, केही मेसै पाइएन गाइजहरू। भिडभाडले के कस्तो हुन्छ खै। भिडियोहरू पनि अलिअलि भिडियोहरू गरौँ भनेको लोसारको। मान्छेको माहौल धेरै छ, केही मेसै पाइएन। ल गाइज हामी चाहिँ अहिले फोटो खिच्ने भनेर फोटो खिच्ने ठाउँ खोज्दै हिँडेको। जहाँ गए पनि भिडै भिड छ फेरि। अनि लास्टमा गएर यतातिर फोटो खिच्दैछौँ हामी चाहिँ अहिले। के खाने अरे? ए ल ल ल अहिले खाने टाइम भएको छैन, अलि है एकछिन पछि है। नानु के कान्छीको उसको नाम के हो? नानु पङ्गिलामा। सब्सक्राइब लाइक सब्सक्राइब एन्ड शेयर। ल गाइजहरू देख्न सक्नुहुन्छ, आज यहाँ पोखराको रामघाट गुम्बामा मान्छेहरू लोसार मनाउनको लागि सबैजना एक आपसमा सबैजना रमाउँदैछ, लोसार मनाउँदैछ गाइजहरू। म चाहिँ यहाँ छनदेखिबाट भिडियो गर्दैछु गाइजहरू, देख्न सक्नुहुन्छ। हाम्रो गाइजहरू फेरि यहाँ छन्, फेरि हाम्रो गाइजहरू टन्न गाइजहरू टिकटक गराउन आएको है गाइजहरू। हामी चाहिँ भिडभाड भएर सबैको खालि जुधै गरेर ओहो फोटो खिच्न नि राम्रोसित नपाइने, मान्छे मात्रै देखेको गर्ने गाइजहरू। गाइज हामीलाई चाहिँ जाडो भयो अनि त्यही भएर चिया खाँदैछौँ हामी चाहिँ गाइज। चिया लबर गाइज, चिया लबर। ओडी ओडी ओडी
नास्ताको पनि व्यवस्था रहेछ नास्ता खाना जे खाए पनि फ्री छ यहाँ चाहिँ आज अनि त्यही भएर हामी चाहिँ यहाँ चिया खाँदैछौँ सबैजना व्यस्त छ देख्न सक्नुहुन्छ हाई 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 हामी चाहिँ यता चिया खाँदैछौँ र चस गर्नु त चिया लोसार मनाउँदै गाई चिया खाएर मान्छेको भिड चाहिँ कति हो हो गुरुङहरू नि कति धेरै हो त नि फेरि बा हेर्नुहोस् त ओहो फोटो खिच्न नि सबै एकटा सिङ्गल खिच्छु भन्दाखेरि डबल तिरबल आउने ल यता हाम्रो ग्याङकोले टिकटक गराउँदैछ गाइजहरू धन्दा आज त एकदम हुस्तो लागेको थियो बिहान चाहिँ धन्दा घाम लाग्दैन कि भनेको धन्दा घाम लाग्यो अलिअलि यतिको भए पनि न्यानो भयो आज अहिले चाहिँ हामी अब यहाँदेखि बिदापाती भएर फर्किँदैछौँ मेसै पाइएन कि मान्छे धेरै भिड भएर अनि त्यही भएर हामी चाहिँ अहिले निस्किसकेको छौँ बाहिर फाइनल्ली बाहिर निस्किसकेको छौँ हामी गाइजहरू त्यही हो ल अब बाई बाई गाइजहरू वर्ग अनुसार हाम्रो यो स्याहाइ गर्ने कुरा रहेछ गुरुङहरूको अनि हामी चाहिँ यहाँ लेग्यौँ टन्न लाएर घाँटीमा लाउने माला यो चाहिँ हाम्रो यो वर्ग अनुसारको रहेछ कति सजिलो छुट्टै बनाइदिएको रहेछ कि सबै यहाँ ट्याङ्क लाएर कुकुर वर्ग चरा वर्ग सबै मान्छे भिड हुन्छ नि त त्यही भएर सजिलो गरिदिएको रहेछ गाइजहरू कराकर छ एकदम स्याहाइ गर्न यही हो किनेको यही हो मेन लगाउने क्यापै नगर अलि लामो हो यति ल भयो बादर कन्सेप्ट सुप खाइदियो खै एउटा खान्छ टाउको त्यसबाट छोरा पाएस अब आउने वर्ग अर्को वर्ग भेट्नु हाम्रो चाहिँ फाइनली खाजा आइसक्यो खाजामा हाम्रो मोमो चाउमिन छ सबैको त्यही त हो नि अहिले खाने नै भनेको मोमो चाउमिन हो अहिले चाहिँ फाइनली हामी यहाँ खाजा खाने टाइममा आइपुगेको छौँ यता एक ग्रुप छ यता एक ग्रुप यता छोरीहरूको एक ग्रुप गाइज हाम्रो फाइनल्ली खाजा आएर पनि आधा घटिसक्यो गाइजहरू फोटो खिचेर टिकटक खिचेर एकदम थकाइ लाएर यहाँ खानामा व्यस्त छन् सबैजना उता नि मार छ खानामा उता पनि हेलो गाइज फाइनल्ली हामी घर आइपुगेको छौँ अनि लोसार मनाएर खाएर पिएर टिकटक गराएर फोटो खिचेर हामी चाहिँ अहिले घर आइसकेको छौँ के कस्तो भयो भिडियो हेरिदिनु होला अनि साथ दिनु होला माया गरिदिनु होला धेरै पछि भिडियो हालेको छु मैले हेरिदिनु होला फेरि लास्ट सबैजनालाई ह्याप्पी लोसार बाई बाई